ल हेर्नु साथीहरू, यसरी चाहिँ घाँस काटेपछि त गाईले पक्कै दुध देला नि त हैन। यति भनिसकेपछि त कमेन्टमा अरू चाहिँ नगर्नु होला। यता मेरो बच्चाहरू पनि छन् नि। ओहो, यताबाट त खतरा आउँदो रहेछ। अघि उल्टो खिचेर यो कतिवटा गाईलाई हो यति धेरै घाँस। मेरो बच्चाहरू। हेलो। के भन्नु?